के अरे यो राहाले ठाउँबाट हामी यात्रा गर्दैछौँ के अरे कुस्मा बजारसम्मको कस्तो हुन्छ बजार सबै पुरै देखाउने छु लाइभ हो एकदम टिकटक स्टार हो नि त फेरि चल्छ नि त हाम्रो पनि अलिअलि होइन गाउँघरमा मान्छे गाउँघरमा त्यस्तै समाजले त्यस्तो भने त मान्छे बाहिर चाहिँ एक ठाउँ माया पाउँदो रहेछ कहीँ भिडियोहरू पनि पाइयो र होइन यहाँ हाम्रो बजार हिँड्ने लागेको टक्कलाई यहाँ टक्क मन्दिरहरू छ सानो त्यहाँ सोल्टी पनि हुनुहुन्छ क्यामेराम्यान फेरि है खतराको भिडियो खिच्दै हुनुहुन्छ अरू हामी त ग्याङ चाहिँ यति खतरा छ नि त फेरि टक्क लाएरै हेलो आछ नि त यही हो सोल्टे राजा हेलो आउनुभयो जाऊँ न त उहाँ यहीँसम्म हो जाऊँ बस्नु मिल्छ नि त बसौँ न त फेरि जाउँ ल हामी चाहिँ फेरि सिर्सुवाको यात्रा के अरे के भन्छन् यो र्यालीदेखि सिर्सुवाको यात्रा सुरु हुँदैछ हाम्रो कस्तो हुन्छ अब है ढोका लाउनु त हो बस भयो जाउँ ल सोल्टी के छ आराम छ एकदम हामी भर्खर जाँदैछौँ त होइन एकदम पुरै हिँड्ने अन्त फेरि ध्यानमा लगाएर ल हाम्रो यात्रा चाहिँ सुरु हुन लाग्यो है अब तारको यात्राहरू तारको पुरै बजार पुग्ने भनेर तपाईँको स्पिडमा कुदिरहेको पुरै ओके टपिक खतरा ओके रहेको छ यो सय बाई 100 स्पिड हामी मुटुवाको स्कुल लिएर आइपुग्यौँ माथि स्कुलको जाने बाटो म्युजिक लगाएर यो गाउँ सिर्सुवा गाउँदेखि पुल क्रस हुँदैछ अब हाम्रो उहाँको के अरे के भन्छन् त्यो कुस्मा बजार जाने पर्वत के अरे के भन्छन् त्यो सिर्सुवादेखि पर्वतको यात्रा हाम्रो पुल यति लामो छ कि नि पुरै धेरै लामो छ क्या धेरैभन्दा धेरै लामो हेर्न सक्नुहुन्छ सबैजनाले यति धेरै छ पुल लामो हाम्रो अब यसो हेर्ने हो भने त अब खतरा छ नि त होइन हाम्रो यहाँ पुलहरू अब बित्यो तल मेला लाग्छ भने यहाँनिर कहाँ गयो त मेला होइन त्यहाँ ओ माई गॉड हामी त त्यहाँ मेला लाग्छ भनेर आएको है त्यो ठाउँमा त्यो ठाउँमा पुरा त्यही हामी त त्यही ठाउँको भरले आएको क्या मेला लाग्छ भनेर तर लाग्दो रहेन छ त्यही पनि ठिकै छ हामी उतातिर अगाडि रित्तिएको भाँडो त हलुङ्गो हुने गर्छ तर रित्तिएको मन चाहिँ किन यति धेरै भारी यात्रामा त सबै रमाउन सिक्नुपर्छ गन्तव्य भनेको त सबैको मृत्यु मात्र नै हो शिवरात्रि नै आउँदैछ कडा हो शिवरात्रिमा मेरो सङ्गत नगरे फेरि लड्डु खाना जाम भनेर भाङ खिलाइदिन्छु माका डक्स अनि मैले भिडियो गराउँदै थिएँ सब साथीहरू चाहिँ अगाडि जानुभएको थियो अनि पछाडि चाहिँ मेरो
यो कानमा इयरफोन यो एयरपोर्ट हालेर चाहिँ भिडियो गराइरहेको थिएँ जहाँ पनि मेरो भोइस चाहिँ कटेछ कि मैले जति भिडियो गराएको छु नि त योदेखि पछाडिको सबै भिडियोको भोइस चाहिँ सबै कट भएर रहेछ कि म थाहा भएन अनि म चाहिँ आफै बोलिरहेको थिएँ एक्लै नै बोलिरहेको थिएँ रहन त अब सब भोइसहरू चाहिँ कट भएर रहेछ अब चाहिँ अब के अरे भोइस नआएको चाहिँ मात्रै नै छ यो क्लिप्सहरू यत्तिकै म हेरिदिनु होला सबैले भोइस पुरै कट भएर रहेछ यदि पछाडिको चाहिँ यत्तिकै छ अनि एकछिन पछि धन्न बिर्सेर पनि अब मैले अटो चढ्दाखेरि चाहिँ त्यति पछाडि चाहिँ आफै बोलिरहेको छु सबैले हेरिदिनु होला यो भिडियो चाहिँ अब माथिसम्म जाँदाखेरि अब अटो हुने जाँदाखेरिसम्मको चाहिँ मेरो छैन अब यो पुल चाहिँ यति धेरै लामो छ पुलभरि हेर्न सक्नुहुन्छ यो के अरे कुस्माको पुल हो योदेखि म माथितिर लाग्छु अब लागिसकिरहेको हुन्छु साथीहरू चाहिँ अघि जानुभएको हुन्छ छिटो छिटो नै ल हामी शीर्षदेखि ओरेर के भन्छ त्यो यो ओर ठाउँको नाम ठ्याक्कै के अरे दाइ यो चोक के शिवला चोक ठिक छ शिवला चोकदेखि फेरि हामी जान लाग्छौँ के होइन यो त ऊ बडगाउँ भयो बडगाउँ शिवला चोक भन्छ जाने हामी हजुर हामी जान्छ वहाँ पारि के अरे बजार नेर ठिक छ जाउँ जाउँ ल यात्रा सुरु भयो नि त फेरि यहाँदेखि कस्तो भइरहेको छ सल्ले यहाँसम्म आउँदा एकदम चिलिङ आउट पुरै हो एकदम रमाइलो भइरहेको छ त्यसो भए एकदम पुरै आउट अफ कन्ट्रोल छ है सिचुएसन एकदम पुरै यहाँको चाहिँ यति मन परेको यो हो कि पुरै धेरै मन पर्छ नि त यो ठाउँ हाम्रो यात्रा त अटोकै मात्रै हुन्छ जित्ने भयो क्या आउँदाखेरि नि अटो पहिला जाँदाखेरि फेरि अटो नै हुन्छ होला क्या जस्तो छ यात्रा हुन्छ होला आज चाहिँ होला क्या भिडियो नउठाउने कस्तो लाइक गरेन भने मर्दिन्छ होला रे सबैजना दिउँसभरि हाम्रो यतातिर आज चाहिँ हाम्रो यता के भन्छ दिउँसोभरि के बजारतिर रमाइलो नै हुन्छ सबै अब सबै भिडियो क्याप्चर गर्ने खोजिरहेको छ कस्तो थाहा भएन अब जाँदाखेरि साइड भिडियो खिच्ने भन्ने सोचिरहेको छु हेरौँ कस्तो हुन्छ पुरै अब ब्याट्री मोबाइलमा चार्ज भइरहेसम्म चाहिँ भिडियो खिच्न अनिवार्य खिच्ने रहेछु त्यो बाइक सक्यो भने त अब सकि के भन्न सक्दिनँ हामी चाहिँ बजार नै आइपुग्यौँ भाइ मेन बजारभित्र आइसक्यो मरे नै सोल्टी यार अब बड्डा ये त्यहाँ आधी घन्टा पनि के मुर्दैन कि यो ल पकाउँ त खाम पाले त खाम के हुनु ल कटै त्यो त जान्छ नि सब त्यो त सिम्पल हो त्यो त सिम्पलै हो क्या ओ माई बा
सिधै यहाँ गएर गोठीमा सटलक छिर्यो क्या छिरी गर्ने खामा झापानीमा गए जान्छ न जान्छ मैले मिस्टेक गरेँ काम त चान्स आइरहेको थियो फेरि नि कस्तो गाह्रो अहिले त हान्नै सकेन मेरो कि मामा हो के खान्छ बोडा किङ म त बोडा किङ म चाहिँ तपाईँ पनि झन् खतरा किङ पुरै 4 जना किङमा म एक्लै दर्शक म चाहिँ समथिङ भन्नु न हैन दर्शक टक्क यहाँ बोडा खेल्ने आज यस्तो मजा छ नि आज फेरि पुरै टक्क घुम्ने बोडा खेल्ने कहिले मेला हेर्ने अब यस्तै हो फाइनली भइगयो त यो त बल गरे खाबिन बीचबाट ल हाम्रो मोमो आज त समथिङ कति भ्युज पुर्याउने विचार छ र हाम्रो मेरो सोल्टी राजाको यहाँ किन आउने र खासमा त्यहाँको तल साथी छ न तल क्या चोक छ नि तल क्या पहिला चिनेको रहेछ नि अस्ति हामी आएन गाम देख्छु त्यो त्यही हो क्या चिनेको रहेछन् त्यो पनि एउटा मान्छे त्यसो क्या मोमो खाइयो बेस गरी अनि मोमो खाइयो पुरै यहाँ आयो पानीहरू रहेछ टक्क यहाँभित्र कटेज दामी छ क्या बस्ने होला भने यहाँ आउनु होला टक्क लागेको छ नि त यहाँ आफू कुरेछहरू नि ओ माइल हेरौँ न यस्तो मजा छ क्या यहाँ ठाउँभित्र बसेर टक्क नास्ताहरू खान लाग्यो भित्र माथि आँपको रुख हेर्नुहोस् माथि टक्क बत्तीहरू पनि छ होइन अनि त्यो माथि भित्र फेरि यस्तो टक्क छ नि जालीहरू भित्र बस्दाखेरि यति दामी फुलहरू छ क्या त्यहाँ टक्कलाई भित्र जाने टक्क बस्नु ठाउँ छ कि चट्लाएर होइन सबैजना टक्क हेर्ने यहीँ बसेर खाइयो भनौँ न नास्ताहरू टक्क के अरे यो मोमोहरू खाइयो यति न फेरि रोमाञ्चकको लागि क्यारम बोर्ड पनि थियो फेरि क्यारम बोर्ड नि एकछिन केटाहरूले खेल्नुभयो सोल्टीहरूले भन्नु सोल्टीहरूले खेल्नुभयो म चाहिँ हेरेँ राम्रोसँग होइन म दर्शक हो नि त फेरि त्यही भएर ल अब चाहिँ हामी जानु लाग्यो बरु यहाँ नास्ता खाइयो ल जाउँ अब हामी हिँड्न लाग्यो है अब चाहिँ हामी यहाँबाट बजारदेखि अब हाम्रो यात्रा यता रुमसम्म जान लाग्यो रुमसम्म आउँदाखेरि अब त्यस्तो केही भएन भिडियो गराउनु पाइयो खासै अब घुम्नै पाइएन भनौँ न भने जस्तो सोचे जस्तो पुगेन भएन अब चाहिँ डाइरेक्ट रुममा गइन्छ त्यहाँदेखि बिचमा कस्तो हुन्छ हेरौँ एकचोटि हेर्दै हेर्दै जाउँ न बासपछि टक्क हामी यो ठाउँको नाम के अरे सोल्टे कुस्मा नै कुस्मा के हो यो बजारको के अरे कुन ठाउँ भन्छ अरे यसलाई खै पहिला एक पोज हान्नु त सोल्टे हाम्रो क्यामेराम्यान सोल्टे आउनुहुन्छ है टक्क हाम्रो फेरि फोटो राख्छु नि त यस्तै फोन नखस्ला है सोल्टे फोटो कुन भन्नु गाह्रो छ यार आम आउनु आउनु सोल्टे आउनु कहाँ हो पनि आइगयो यारमा फेरि हामी त अटो छानछान हिँड्छौँ क्या फेरि जाउँ ल
शीर्षबाट फेरि उहाँ लागियो के अरे र्यालीतिर पर लाग्यो क्यामेरा झिमझिम अब डुब गर्न लागिसक्यो अब हामी पनि लागिसक्यौँ तिर अब नेक्स्ट भिडियोमा भेटौँला अब अर्को नेक्स्ट भिडियो अब अर्को भलो पनि आउँछ कि दिन पछाडि त्यसो